Happy birthday to you. बियर मगाउने होला नि त अब उसले यस भनी यार मलाई त्यही खुसियालीमा बियर खाना जानु पर्ला नि आज त ठुलै पानी पर्ला जस्तो चाहे मौसमले च्यालेन्ज गरेको हो भनेको जुम बियर खाना कस्तो टेन्सन भइरहेछ यार त्यसो भए बियर खानु पर्ला नि ओइ रिजल्ट आयो आज म त पास भए यार ल कङ्ग्रेचुलेसन जुम बियर खाना त्यही खुसियालीमा ब्रेकअप भयो यार अझ मेरो त्यसो एक बियर हान्न जानु पर्ला नि ओइ रिजल्ट आयो आज म त फेल भए बाउले मार्ने भयो अब म नि फेल भयो नि दुईटामा जुम बियर खाना अब स्यालेरी आएछ मेरो जुम खाजा खाना खाजासँगै एक बियर नि हान्दिम न के छ विचार